नमस्कार सबैजनालाई स्वागत छ हाम्रो ओछ्यान सेसन कार्यक्रममा। आज चाहिँ मेरो गेस्ट हुनुहुन्छ आशा बहिनी र उहाँलाई पनि स्वागत छ कार्यक्रममा है एकदमै। अनि आशाजी चाहिँ अहिले अध्ययनको सिलसिलामै हुनुहुन्छ र उहाँको बाल्यकालदेखिका केही रमाइला अनुभवहरू हामी सेयर गर्दैछौँ। उहाँलाई चाहिँ आज केही सोध्दैछु म। आशाजी, अनि हजुरको जन्मस्थान कता हो? मेरो जन्मस्थान सिरियस हुन्छ ल दिदी कति हाँस्नु रुकाइछन् होइन, प्रोकास्ट हान्न त पाइहालिन्छ नि। अनि ल एकछिन है गाइज, मेरो जन्मस्थल चाहिँ मलाई थाहा, मैले त केही पनि याद छैन, तर मम्मीहरूले भनेको अनुसार चाहिँ म घरमै वहीँ दोलखामा जिलुमा जन्मेको अरे। म घरमै जन्मेको। पहिलाको घरमा। अनि अब लेडिजलाई कति वर्ष हुनु भन्दा सुन्नु मिल्दैन है, अनि अब जन्म मिल्दैन। अनि तपाईँलाई बाल्यकालको सबैभन्दा फर्स्ट मोमेन्ट चाहिँ के कुरा चाहिँ याद छ तपाईँलाई? मलाई त्यस्तो त मोमेन्ट त्यस्तो खासै त केही याद छैन। त हामी कति सानोमा जिलोमै पढ्यो अरे, मलाई पनि याद छैन पढ्यो भनेर चाहिँ मम्मीहरूले भनेको। कुन स्कुलमा पढ्नु भएको सबैभन्दा फर्स्टमा? सुरुमा बाँचिला स्कुलमा पढेको रे। अब स्कुलको नाम पनि मलाई थाहा छैन, त्यहाँनिर पढेको रे। अनि त्यहाँ पढेपछि मेरो चाहिँ 3जना दाइ, म, बहिनी थियौँ। बहिनी भर्खर जन्मिथ्यो होला, दाइ र म चाहिँ सँगसँगैका थियौँ रे। अनि हामी चरिकोटमै पढ्यौँ क्या, नर्सरीदेखि नै, सानैदेखि चरिकोटमै पढेको रे। अनि त्यसपछि मलाई यस्ता बाल्यकालको सम्झना याद आएको चाहिँ, हामी घर जान्थ्यौँ शुक्रबार सकाएर, त्यही दिन शुक्रबारै हामी बेलुका चाहिँ हिँडेर जान्थ्यौँ। अनि दाइले चाहिँ के भन्थ्यो भने, तर म हिँडेर जाउँ, आमा र मम्मी चाहिँ, आमा र बहिनी चाहिँ गाडीमा आउँछन् भने चाहिँ मलाई चाहिँ त्यो चाहिँ याद छ। अन्त मलाई त्यो त अलि ठुली भएपछि के होइन र, अलि सानोको केही याद छैन? अलि त्यो भन्दा नि सानोको हुन्छ नि। के याद छैन मलाई, के याद छैन। अब हामी त दिदी बहिनी हो, हामी तपाईँहरूलाई थाहा नै छ होइन। मलाई चाहिँ एउटा कुरो याद छ क्या, आशाजीको लगभग 3-4 वर्षको हुँदाखेरि म चाहिँ आशाको घरमा गएको थिएँ। अनि मैले चाहिँ दही चोरेर खाएको थिएँ क्या गाइजहरू। अनि मेरो कुरा हो यो चाहिँ। अनि उसँगै सम्बन्धित भएको कारणले गर्दाखेरि मैले चाहिँ दही चोरेर खाएको थिएँ। अनि त्यसपछि उसलाई चाहिँ नभन है कसैलाई भनेको थिएँ क्या। अनि उसले चाहिँ उसको हजुरआमा आउने बित्तिकै दिदीले दही झिकेर खानुभयो भनिदिएको थियो क्या। त्यो मेरो गल्ती हो नि त, बच्चालाई नभन भनिकन। त्यो कुरा चाहिँ म चाहिँ बिर्सिन्न, एकदम स्विट थिइन् सानोमा। उसलाई थाहा रहन्छ, तर एकदम सानोको कुरा भएको कारणले मलाई चाहिँ याद छ क्या जहिले पनि। मलाई सानोको कुरा भने त्यो हाम्रो गुनुचोल हुँदाखेरि तपाईँ आउनुभएको थियो नि, थाहा तपाईँले मेरो त्यो खुस्के गर्थ्यो। अनि म चाहिँ दिदी बाँधिदेऊ न भनेको थियो पनि याद छ मलाई त्यस्तो धेरै। त्यति बेला त ठुलै भइसक्यो थिइस् नि त, 6-7 मा पढ्ने थिएँ, ठुलै भइदिस्। मलाई नि याद छ यसको त्यो फर्या बाँधेको त अझै मलाई नि याद छ। मलाई पनि याद छ, माथिपट्टि घर यतापट्टि थियो अनि यतापट्टि गएर चाहिँ बाँधेको थियो। त्यो फोटो पनि छ मसँग अझै। मसँग चाहिँ छैन, तपाईँले मलाई पठाउनु पनि भएको छैन। त्यो सानोको त थाहा होइन। त्यो स्कुल पढ्दाखेरि गार्डन गुडुङ लाग्थ्यो, हामीलाई निकालिदिन्थे हो, त्यस्तो अलिअलि याद छ। माथि चाहिँ चरिकोट चाहिँ कुन स्कुलमा पढेको? चरिकोट चाहिँ म गौरी शङ्कर इङ्ग्लिस बोर्डिङ स्कुलमा पढेको। हामी नर्सरीदेखि त्यहीँ पढेको, 7सम्म मैले त्यहीँ पढेको। 7सम्म एउटै स्कुल हो? एउटै स्कुल पढेँ। त्यसलाई अर्को के पनि भन्छ होइन? त्यही भन्छ गौरी शङ्कर। मैले त्यति बेला त अर्कै स्कुल जस्तो लागेको थियो, अनि अहिले अर्कै होइन, त्यही हो। हामी त्यही पढ्यो, हामी सबैजना त्यही पढ्यो। त्यो बिच बजार भन्दा तल्लापट्टि त्यही त। अनि त्यति बेलाको मलाई अलिअलि कुरा याद छ। यिनीहरू झोला बोकेर लहर हिँड्थ्यो स्कुल पढ्नु जाने। झोला त बोकेर जान्छ नि त, क्युट थिए झोला बोकेर। मोटी थिए कि पातल थिए? सानो थिए, सानो काटेको, अहिले जति चाहिँ त्यस्तै थिइस् त्यति बेला नै। अनि अब फेरि हामी पनि त्यसै गरी स्कुल गएको हो नि त, चरिकोटमै। तर हामी त अलि ऊ नै थियौँ,
ड्रेसअपहरू लाएर कपाल दुईचोटि बाटेर मलाई थाहा अनि हाम्रो चाहिँ पशुपति कन्यामा दुईचोटि बाटेर होइन, हाम्रो कति तपाईँको त देखा होइन नि त मैले। हाम्रो चाहिँ भनेको हाम्रो चाहिँ ड्रेस पनि याद छ तिमीहरूको मलाई। ड्रेस चाहिँ मलाई मन पर्दैन त फेरि। हाम्रो चाहिँ दुईटा ड्रेस थियो, एउटा ब्ल्याक मात्रै थियो, एउटा व्हाइट मात्रै थियो। त्यस्तो राम्रो तिमीहरूको थिएन। ड्रेस मलाई मन पर्दैन त। मलाई त्यो ड्रेस अझै याद छ होइन, कालो त्यो कालो कालो त्यो सेतो कोठे सेतो कलरको त, त्यो त्यो त्यस्तो मन वाला पर्दैन त थियो। ड्रेस। हाम्रो चाहिँ एकदम खतरा युनिक। हामी फेरि स्कुल पढेको कन्या मन्दिर पढेको अनि केटी केटी स्कुल पढेको अनि हाम्रो जिल्लाभरिकै युनिक ड्रेस रातो फ्रक र सेतो सर्ट। अनि एकदम हाम्रो पनि राम्रो थियो नि ड्रेसअपहरू त, तर मलाई चाहिँ गर्न आउँदैन थियो, त्यो फरक कुरो हो होइन। होइन त्यतिखेर त गर्नुहुन्थ्यो होला नि के ड्रेसअप गर्नु। हप्तामा एक दिन राम्री भएर जान्थ्यो अनि सबै साथीहरूले कति राम्री भएर आएको मन्जित आज भन्थ्यो अनि भोलिपल्ट दिन नराम्री भएर जान्थ्यो। मलाई चाहिँ एउटा याद छ, हामी तिनैजनाको फोटो पनि छ है। त्यो बेला फोटो खिच्दाखेरि चाहिँ मम्मीले राम्रो लुगा लगाएर भने स्कुल ड्रेसमै खिचेको थियो। मैले गाजर लगाएको थिएँ त्यतिखेर। पहिलो फोटो खिचेको थाहा पाएको थाहा पाएको त्यो क्यामेराबाट खिचेको कि त्यो पछाडि बसेर त्यो बेला। ए त्यो स्टुडियोमा गएर खिचेको। कस्तो रमाइलो लाग्थ्यो है त्यति बेला स्टुडियोमा फोटो खिच्न जाँदा। अहिले त कति गएकै छैन, त्यही पासपोर्ट साइडको फोटो खिच्न मात्र हो स्टुडियोमा। अहिले त स्टुडियोमा गएर फोटो नखिचेको त मैले पनि धेरै नै भइसक्यो। मैले नि मलाई यादै छैन कहिले खिचेको भन्ने नि याद छैन। ल अब खै इन्टरभ्यू छिटो। अनि अब स्कुल लाइफको चाहिँ केही रमाइलो पलहरू भनेको 7 सम्मको स्कुलको पहिला 7 सम्मको त त्यस्तो केही यादै खासै छैन। त्यही नै रमाइलो भइदियो। बेस्ट फ्रेन्डहरू त्यति बेलाका स्कुल लाइफको त्यही स्नेहा नै हो। स्कुल लाइफदेखिकै साथी हो। कति कक्षादेखिको? नर्सरीदेखिकै हो। माई गड, नर्सरीदेखिको अहिलेसम्म मेरो बेस्ट फ्रेन्ड हो। थिए 2-3 जना त राम्रै मिल्दै थिए, रमाइलो थियो। भनेको त्यतिखेरसम्म मलाई के थियो भने म खासै खोइ म ट्यालेन्ट भन्नु कि त्यतिखेर के अब बोर्डिङमा पढ्दा के ट्यालेन्ट के न ट्यालेन्ट केही थाहा थिएन। पोजिसन चाहिँ कस्तो आउँथ्यो त्यति बेला पोजिसनहरू चाहिँ? म त 5, 6, 7 यतिमा चाहिँ तलमाथि तल कहिले 6 हुन्थेँ, कहिले 7 हुन्थेँ, कहिले 5 हुन्थेँ। मलाई याद भएको चाहिँ अनि एकतालि म 6 हो कि 7 मा 8 भइदिएँ। अनि मेरो एउटी दुश्मन पनि नभनौँ भेटेँ अलिअलि। त्यो कम्पिटिसन हुन्छ नि त, त्यसले मैले तँलाई टपिछु भन्थेँ। अनि मलाई इख लाग्थ्यो क्या, अब त्यसले त मलाई टपी भन्ने लाग्थ्यो। अनि म पढ्थेँ अनि एकैतालि म 5 मा आइथेँ, ऊ एकैतालि 18 तिर पुगेँ क्या। त्यस्तो पनि मेरो त्यस्तै हो कि मेरो अहिलेसम्म त्यो म 5, 6, 7 मेरो त ऱ्याङ्किङ नै यही हो। अनि अहिले त्यो गन्तीले नि त्यति बेला पढेका साथीहरू कतिजनाको चाहिँ नाम आउँछ होला त्यति बेला? भनौँ न 7 सम्म पढेका साथीहरू सम्झिनु पर्यो भने चाहिँ कति जतिको नाम चाहिँ याद आउँछ होला? सुरुमा त स्नेहाको आउँछ, दिपाको आउँछ, सुनिताको आउँछ, अनि त्यसपछि हल्का हल्का पुष्पाको आउँछ 5-7 जना। कतिजना जति थिए स्टुडेन्टहरू? स्टुडेन्ट त्यति 26 लगभग त्यस्तै 25-26 को। केटा साथी थिएनन् त्यस्तो? केटा साथी त त्यतिखेर त त्यसमा त थिएन नि होला। म खासै मन पर्दैन त, खोइ त्यतिखेर थाहा पनि थिएन। हामी त अब केटा नभएको स्कुलमा पढ्यौँ। अनि अहिले त अब नर्सरीदेखि लभ पर्छ भन्ने जमाना हो नि त। त्यति बेला चाहिँ त्यो कुराहरू हुन्थ्यो कि हुँदैन? हाम्रोमा स्कुल लाइफमा त लभ भनेको त यस्तो क्यान्सिलवाला थियो। प्रिन्सिपल यस्तो कडक खालको थियो कि जतिखेर नि आउँथ्यो म्याथको हिसाब गराउन लाउँथ्यो, कुट्थ्यो, पिट्थ्यो। त्यतिखेर चाहिँ मैले बरु यस्तो लभ पर्छ भनेर चाहिँ 8, 9, 10 मा सुनेको हो। तर मैले 7 सम्म चाहिँ नन स्टप त्यो लभ पर्छ, यो केटा हो यो केटी हो, हामीले लभ गर्नुपर्छ भन्ने हाम्रो क्लासमा त्यस्तो फिलिङ नै थिएन क्या। त्यस्तो रमाइलो थियो त्यो साथी बेस्ट फ्रेन्डसम्म चाहिँ 7 सम्म थियो। त्यही पनि सरले के भन्थ्यो भने यिनीहरू दुइटाको ह्यान्ड राइटिङ सेम रहेछ भन्थे। अनि हामी दुइटा बेस्ट फ्रेन्ड हो भनेर सरले नि भन्थे। नभए त त्यस्तो त्यो लभ सब मैले अहिलेसम्म त्यो 7 क्लाससम्म पढेसम्म अहिलेसम्म मैले त लभ एक्सपिरियन्स नै गरेको छैन। मैले चाहिँ त्यो स्कुल लाइफमा नि त्यस्तो हुन्छ नि अहिले त सुनिन्छ। अहिले त त्यति बेला चाहिँ थिएन, त्यति बेला थाहा थिएन त्यस्तो रमाइलो हुन्थ्यो। कहिले तु खेल्थ्यौँ, सिजन वाइज हुन्थ्यो क्या खेलाइ पनि। कहिले तु खेल्थ्यौँ, कहिले कबड्डी खेल्थ्यौँ, कहिले चुङ्गी खेल्थ्यौँ, कहिले यस्तो गट्टीवाला खेल्थ्यौँ। अनि 4-5 जना मिल्ने खाजा ल्याउँथे, कसले के त्यसरी बाँडेर खाने, चटपटी बनाएर खाने। अनि त्यस्तै प्रोजेक्टहरू हुन्थ्यो। डान्समा जेमा पनि डान्स गर्ने भन्ने बित्तिकै अगाडि जाने। अनि स्पिचहरूमा पनि मैले 7 मा मैले जितेँ चाहिँ एउटामा।
स्पिचहरूमा पनि अगाडि हो त्यस्तो त्यस्तो डान्समा चाहिँ डान्समा त टप हो टप त्यो डान्स गर्ने रे भन्ने बित्तिकै हाम्रो टिमै हुन्थ्यो क्या त्यो डान्स गर्ने त्यो पहिलेदेखि बच्चादेखि मेरो अहिलेसम्म नि त्यो फोटो छ भिडियो छ त्यो सानो सानोको त्यो मैले एउटामा त ऊ पनि गरेछु क्या एउटा रूपक भन्ने थियो त्यो पनि कहिलेकाहीँ अहिले पनि बोल्छ कहिलेकाहीँ भेट्यो भने बाटोमा चाहिँ फोनतिर त बोल्दैन त्यो चाहिँ बुढाको रोलमा अनि म चाहिँ त्यस्तो चाहिँ जाँड खान्थेँ नि म चाहिँ त्यसको बुढीको रोलमा हेरेँ चाहिँ अहिलेसम्म पनि फोटो छ नाटक डान्स यति रमाइलो कति क्लासको त्यो त्यही 6-7 के होला ए माथि नै माथि पढ्दाखेरि के ए अब बोर्डिङमा त त्यस्तो भइहाल्छ तल गएपछि त झन् एकदम रमाइलो रमाइलो नै हुन्छ है तल गएपछि कति सालतिर गएको तल थाहा 8, 9, 10 पढ्दा गएको भनेपछि कति सालको लगभग यहाँबाट 78 को होला ए अनि माथि बसेको त्यत्रो बजार बसेको मान्छे तल स्कुल जाएर तल गाउँबाट पढ्न आउँदा चाहिँ कस्तो अब के चेन्ज लाग्यो यस्तो थियो मलाई त के फिल भयो त भने सुरुमा त अब सरकारी स्कुल जाने केही आउँदैन अब नेपाली पनि खासै हाम्रोमा त एउटा मात्रै नेपाली बुक हुन्थ्यो नि त अनि खासै नेपाली पनि आउँदैन होला भन्ने लाग्थ्यो अब जे भने बोर्डिङबाट आएकी ट्यालेन्ट छ भन्ने हुन्छ नि त सबैलाई अब यसले जित्छे भन्ने हुन्थ्यो अनि सुरुमा जाँदाखेरि त्यही हो त्यस्तो नर्भस पनि फिल भयो थियो जे भए पनि अनि 1-2जनाले बल्ल राम्रो केटी आयो भन्थ्यो अहिले पनि त आउँदाखेरि त कस्तो राम्रो केटी यस्तै यो केटीले त हामीलाई हेर्छन् कि हेर्दैन भन्थ्यो मैले 2जनाको मुखबाट सुनेको जस्तो त्यस्तै फिल भयो त राम्रो भयो त मलाई 7सम्म भन्दा पनि 8, 9, 10मा चाहिँ जति रमाइलो गर्नु थियो मैले 8, 9, 10मा गरेको त्यस्तो रमाइलो भयो 8, 9, 10 थोरै भए पनि रमाइलो भयो स्कुलमा विद्यार्थीहरू कति जति थिए त्यति बेला तिमीहरूले पढ्दाखेरि चाहिँ त्यहाँ पनि त्यही हो 25कै रेन्जमा थिए 25-26 त्यति बेला थिए है 24-25जना थिए अहिले त धेरै घटाएको नि स्टुडेन्टहरू अनि त्यति बेला त थिए जे भने रमाइलो हुन्थ्यो अनि के पढेको जस्तै 9, 10, 8, 8मा त बेसिक नै भइहाल्यो 9, 10मा चाहिँ मैले एग्रिकल्चर पढेको एग्रिकल्चर अनि किन त्यो अब एग्रिकल्चर पढ्न चाहिँ किन पढ्न मन लागेको केही पढ्न मन लागेको होइन त्यहाँनिर बेसिक नहुने भएर सबैले एग्रिकल्चर पढ्नुपर्ने अनि त्यही भएर एग्रिकल्चर पढेको किनभने त्यहाँ एग्रिकल्चर नै थियो नि त अब टेक्निकल लाइन पढाएको थिएन बेसिक थिएन क्या 8सम्म बेसिक 9, 10 जसरी नै एग्रिकल्चरै पढ्नु पर्ने केही स्कुल चेन्ज गर्नु थियो अब स्कुल चेन्ज गर्नुभन्दा त त्यहीँ पढे भइहाल्छ भन्ने थियो अनि त्यसमा एग्रिकल्चरमा पनि बेसिक सब्जेक्टहरू त हुन्थ्यो होला नि म्याथ साइन्स अनि इङ्ग्लिस नेपाली सोशल चाहिँ थिएन सोशल चाहिँ थिएन त्यही भएर तिमी अहिले सोशलमा कमजोर भइसक्यो बेबी अब मैले खासै सोसल त त्यही 7सम्म मात्रै पढेँ हो 7 र 8सम्म पढेँ हो त्यस्तो खासै कमजोर त होइन तर 8सम्म त ठिकै थियो अब 9, 10 पढ्नै छोडेको 6-7 वर्ष भइसक्यो त्यही भएर होला अब म पढेर देखाउँछु भन्ने तर मैले भनेको मात्र हो उसलाई ऊ पनि बाहिरी सोसल उसमा पनि क्वेसनहरू सोध्यो भने चाहिँ टुकटुकी एन्सर दिन सक्छ नि मैले भने मात्र हो त्यस्तो चाहिँ होइन हल्का अब उसलाई फेरि होइन हो अलिकति त किनभने मैले पढ्नै छोडिसकेँ नि त 9, 10, 11 एक दिन हामी डिस्कस भइथ्यो अनि मलाई सोसल आउँदैन भन्दाखेरि मैले 2-4वटा क्रस क्वेसन सोद्धाखेरि चाहिँ उसले फ्याट एन्सर दिएको थियो कि अनि भन्ने मात्र चाहिँ आउँदैन भन्ने त्यो त अलिअलि त बेसिक त थाहा भइहाल्छ नि त्यस्तो डिपली चाहिँ थाहा छैन भने क्या त्यो अब जस्तै अहिले पढिरहेको छ नि त्यो फिल्डको ट्याक्कै सोध्यो भने ट्याक्कै भन्न सकिन्छ तर त्यो पहिलाको भन्यो भने चाहिँ भन्न मिल्दैन त्यही हो अब त्यो मावि स्कुलमा चाहिँ अब सबैभन्दा अब सम्झिन लायकको कुनै इम्पोर्टेन्ट पलहरू छ भाइ म त सबै इम्पोर्टेन्टै छ त्यहाँको त कस्तो रमाइलो थियो सबै इम्पोर्टेन्ट नै लाग्थ्यो मलाई सरहरू पनि त्यस्तै मिल्ने अब यस्तो हुन्छ क्या सरहरूमध्ये फेभरेट सर चाहिँ त्यतिखेर त खोइ थियो होला खोइ मैले त सरहरू नि बिर्सेँ भने मेरो त प्राजल सर हुनुहुन्थ्यो होइन मेरो त सुरुमा श्याम सर हुनुहुन्थ्यो इङ्ग्लिस पढाउने सर मलाई राम्रो गर्नुहुन्थ्यो श्याम सर हुनुहुन्थ्यो अनि प्रज्वल सर पनि ठिकै लाग्थ्यो अनि अर्को एउटा दिपाका दाइ पनि हुन्थ्यो राम्रै लाग्थ्यो त्यस्तै सबै राम्रा थिए क्या त्यतिखेर किन भन्नु भने यस्तो हुन्छ कि अब अलिकति पढ्ने र नपढ्नेमा नि नजर जान्छ नि त अनि हामीलाई त पढन दास भन्दा पनि गर्छे भन्थे यसले चाहिँ गर्छे भन्थे पढ्न त पढ्दिनँ भन्छ घरमा गएर पढ बहिनी पढ भन्थे तर म पढ्न चाहिँ पढ्दिनँ थिएँ जति स्कुलमा पढ्यो त्यतिले पुग्थ्यो क्या तर मैले हल्ला सुन्दा चाहिँ ट्यालेन्ट छिरे आशा भन्ने सुनिन्छ हल्ला त जे पनि सुनिन्छ हल्ला अहिले आशाको लप्पै छ भनेर नि सुनिन्छ छ त छैन नि त्यस्तै हो
त्यो हो। अनि अब भनेपछि एसएलसीसम्मको लाइफ रमाइलो भयो अनि Best, त्यसपछि best. +2 चाहिँ प्लस टू त म जाँदै गएन, यसो इक्जाम दिने बेलामा गएको। अब त्यो इक्जाम दिँदा यो साइडमा अलिअलि एक दुईजना त राम्रा पनि थिए, तर मेरो टर्नमा कस्तो हुन्छ भने सबैजना म ट्यालेन्ट हो कि उनीहरू नजान्ने हुन्। कुनै इक्जाममा मभन्दा ट्यालेन्ट पर्दैनन् क्या भगवान्, यसो मलाई सिकाइदेऊ न है भन्ने पनि कोही पर्दैनन् क्या। 11मा पनि बरु 11 मेरो एउटी साथी चाहिँ सुनिता पनि त्यसमा पऱ्यो भने चाहिँ उसले सिकाइदिन्थे, नभए त 12मा त कस्तो गज परिदियो मलाई सबै जे मलाई चाहिँ सिकाइदियो भने उनीहरू कलेज जान्छन्, मैले 11-12मा म एक दिन नि कलेज गएको होइन, त्यो इक्जाम दिँदा मात्रै गएको। अनि म चाहिँ के मलाई अब मनमा त हुन्छ नि त, उनीहरूले फ्याटी यो क्वेसन आउला यो क्वेसन आउला यस्तो लेख्नुपर्छ भनेर त्यो बाहिर यसो डिस्कसन गर्दा ओहो मलाई त केही आउँदैन भन्ने फिल हुन्थ्यो होइन। अनि त्यहाँभित्र गयो भने चाहिँ ओइ त्यस पनि भनिदेऊ, ओइ त्यस पनि भनिदेऊ भन्थेँ। म त अचम्म लाग्थ्यो क्या पढ्न, कलेज गएर पनि सोद्धाखेरि चाहिँ। सबैको दिमाग हजुरको जस्तै एक्स्ट्रा मैले कस्तो पढ्थेँ, म कस्तो मैले झुट बोले होइन। मैले 11-12को इक्जाममा के गर्थेँ भने आउँथेँ बेलुका 1-2 घन्टा हेरी भने हेरी, नभए 3 बजे उठ्थेँ बिहान, 3, 4, 5 बजीसम्म 3 घन्टा नन स्टप पढ्थेँ होइन। 5 बजीसम्म पढ्थेँ अनि 6 बजे रेडी भएर हामी 7 बजे त उहाँ इक्जाम दिन जान्थ्यौँ। अनि 3 घन्टा पढेर मैले पास गरेको, त्यही पनि कसम भगवान् कसम मैले 12मा एउटा चिटको पेपर पनि चोर्याएन। राम्रो त्यो पनि एकदमै। म नजान्नेले त +2को 12मा चाहिँ मैले चिट नचोरेर अनि यस्तो फेरि मेरो साथीहरू कलेज गएका भन्दा पनि मेरो जिपिए बढी आइछ क्या, त्यो चाहिँ मलाई अचम्म लाग्छ। जे होइन त्यही त भन्छु, तिम्रो जस्तो दिमाग सबैको हुँदैन हुँदैन, तर उनीहरू पनि ट्यालेन्टै थिए क्या। अब त्यो आफ्नो लकको कुरा पनि हुन्छ हुन चाहिँ, तर पनि त्यस्तै हुन्छन् क्या। मेरो खै के लक हो त्यस्तै लाग्छ मेरो बेलाको। गाइस रमाइलो भइरहेछ होइन हाम्रो यो ओछ्यान सेसन होइन। अनि त्यसपछि अब के भने अनि अर्को के भन्छ अरे सिटिभिटीको नि पढेको होइन। अनि त्यो चाहिँ किन त्यो पढ्न चाहिँ किन त्यतातिर चाहिँ कसरी ध्यान गयो? त्यो पढ्छु भन्ने पहिल्यैदेखि सपना थियो कि योजना थियो कि त्यो कसरी त्यतातिर? सपना भन्दा नि मलाई त्यो एक तारिक 10मा पढ्दाखेरि यसरी राखेको थिएँ। अनि अब तिमीहरू भोलि पर्सि एग्रिकल्चर पढ भनेर दिपका दाइले भन्नुभएको थियो होइन। अनि त्यतिखेर मैले चाहिँ एग्रिकल्चर पढ्दिनँ, म नर्सिङ पढ्छु भन्थेँ। मलाई 7 क्लासदेखि नै जस्तै यो हस्पिटलको फिल्डमै गर्छु भन्ने थियो क्या। मलाई 7 क्लासदेखि नै म हस्पिटल फिल्डमै गर्छु। अब त्यतिखेर थाहा थिएन क्या ल्याब टेक्निसियन हुन्छ, एचएआर हुन्छ भनेर। एउटा डक्टर थाहा थियो, एउटा नर्स थाहा थियो, म चाहिँ नर्सै भन्छु भन्ने भइरहेको थियो होइन। अनि त्यसपछि अनि मैले यता गौरशङ्करमा 11 जोइन गरेको थिएँ, 1 महिना पनि पढेको थिएँ होइन। 1 महिना जस्तो चाहिँ म कलेज गएको थिएँ, तर मैले त्यसमा त्यतिखेर म्यानेजमेन्ट जोइन गरेको थिएँ। म्यानेजमेन्टमा नि कम्प्युटर साइन्समा गरेको थिएँ। अनि त्यसपछि अनि एक दिन मोटीले स्नेहाले फोन गरेर के गर्दैछस् भने, अनि यस्तो भएर यस्तो फर्म छ है भर्ने भए भर भनेको थिएँ। अनि त्यसपछि यहाँ फर्मै भर्ने त हो नि, के हुन्छ र भनेर 1500 रुपियाँ हालेर फर्म भरेँ होइन। अनि इक्जाम हुन्छ, इन्ट्रान्सको इक्जाम हुन्छ नि त। अनि नाम निस्क्यो भने मात्रै पढ्न पाइन्छ भने मैले घरकालाई पनि भनेको थिइनँ यो कुरा। मैले घरकालाई भनेको थिइनँ। इक्जाम दिन नि म काठमाडौँ नै आइथिएँ, काठमाडौँमै आइथिएँ। त्यतिखेर मलाई त्यहीँ सरले ल्याइदिनु भएको थियो। अनि एक दिन यहीँ राखेर अनि इक्जाम दिएर अनि पठाउनु भएको हो क्या। अनि त्यसपछि के भनेर आयो काठमाडौँ चाहिँ घरमा? घरकालाई थाहै छैन, म आएर इक्जाम दिएर गएको, घरकालाई थाहै छैन त्यो घर यही छु भन्ने। अनि त्यो केही थाहा थिएन कि घरकालाई यस्तो कुरामा त म त केही भन्दैन। म त इफ त्यो भयो भने मात्रै म सबैलाई सुनाउने हो, भएन मेरो मिलेन भने म कसैलाई पनि भन्दिनँ क्या। अनि म त सोचेको थिएँ अब के निस्केला र नाम, अब केही हेरेको थिइनँ। मान्छेहरू त बुक किनेर पढ्छ नि त, मैले त केही हेरेको थिइनँ। सरले फोन गरेर नानी भोलि इन्ट्रान्सको इक्जाम छ है आऊ है भनेको थिएँ। अनि सरले नि आफै ल्यायो। चरीकोटमा पढाउने काठमाडौँमा यस्तो हो क्या, मैले सेकेन्ड लटमा इक्जाम दिएको हो। फर्स्ट लटमा मोटीहरूले उहीँ कालिम्पोङमै दिएका, मैले चाहिँ सेकेन्ड लटमा अब स्टुडेन्ट नपुगेर फर्म खुल्छ नि हो त्यो लटमा दिएको हो क्या। त्यही भएर त्यतिखेर चाहिँ काठमाडौँको खै कुन ठाउँमा थियो। अनि त्यसपछि आएँ अनि ठुलो हलमा इक्जाम थियो, इक्जाम पनि दिएँ। अनि त्यसपछि अब निस्किन्छ त नानी भन्थे, सरले पनि राम्रै भन्थे। अनि खोइ सर अब मलाई थाहा छैन भनेको त लास्टमा त 2 नम्बरमा नाम निस्क्यो।
कतिजना अब जान त कति थिए तर मेरो चाहिँ 2 नम्बरमै नाम निस्केछ। 1 नम्बरमा निस्क्यो भए त स्कलरसिप त पाउँथे। मेरो खप्पर 2 नम्बर बेला यो 2 नम्बरले कहिले छोडेन। 2 नम्बर है जहाँ पनि 2 नम्बरमा क्या, अनि 2 नम्बरमा नाम निस्केछ। अनि अब अनलकी भनेर चाहिँ 2 नम्बरै रहेछ। मेरो प्राय केसमा मेरो 2 नम्बरमै छ क्या, त्यही भएर अनि त्यसलाई अनलकी भन्छ नि, लास्टमा लकी भन्दैन नि, अनलकी भन्छ त्यसलाई। कस्तो हुन्छ भने यहाँ आइसक्छ तर बाहिर निस्किँदैन नि, हो त्यस्तो वाला फिल भयो। त मलाई रुन न हाँस्नुवाला फिल भयो त क्या। अनि अब 2 नम्बरमा नाम निस्क्यो, अब घरकालाई कसरी भन्नु नाम निस्क्यो भनेर। अनि मैले ड्याडीलाई फोन गरेँ, ड्याडी म यस्तो पढ्छु भने नि ड्याडीले चाहिँ एकैचोटिमा तँलाई जे पढ्न मन लाग्छ पढ भने होइन। अब ड्याडीले पैसा सैसा सोध्दैनन्, ल म पढ्छु भनेर। अनि त्यही 5-7 लाख लाग्छ भने थियो मैले। अनि हुन्छ म पढाउँछु भने, अनि गएँ कलेज, पढेँ, पास पनि रेगुलर भएँ। फर्स्ट इयर नि कट्यो, सेकेन्ड इयर नि कट्यो, थर्ड इयर नि कट्यो, लाइसेन्स पनि कट्यो। अहिले जिन्दगी तमासा भइरहेको छ। अब अर्को फेरि नयाँ सुरुवात गर्नुपर्ने जस्तो। भनेपछि अब लास्टमा आइपुग्नु हो, अब सबै सिद्ध्याउनु भयो एकैचोटि होइन। त्यही पढाइसक्यो भनौँ न, बिचमा जबहरू नि गर्नुभयो अलिअलि। बिचमा त त्यही त्यो जब भन्दा पनि मैले उता 11-12 एजुकेसनबाट ल्याएँ नि त। अनि त्यसपछि त्यो अलिकति ऊ पनि थियो क्या, यस्तो थियो त्यहाँनिर चाहिँ टिचिङ प्र्याक्टिस पनि हुन्छ। त्यो पछि 12 पछि त त्यो सर्टिफिकेट पनि चाहिन्छ भन्ने जस्तो कुरा गर्नुभयो। अनि त्यहाँनिर फर्म भरि थिएँ, अनि एक्जाम भयो, त्यहाँ पनि नाम निस्किथ्यो। अनि त्यसपछि हुन्छ नि त बस्छु भनेर। अनि एक वर्ष लगभग 13-14 महिना त्यस्तै 1 वर्ष 2-3 महिना टिचर पनि भयो। त्यो एक्सपिरियन्स त झन् मस्त थियो, रमाइलो वाला फिल भयो। 12 मा त टिचिङ प्र्याक्टिसै गराउँथे नि पहिला। अहिले त्यो सिस्टम रहेनछ, त्यो डकुमेन्ट भए हुन्छ भन्दै थियो त्यतिखेर, त्यही भएर पनि हो त्यस्तो अहिले छैन। अहिले बरु ब्याचलरमा स्कुलमा आउँथे नि त पढाउन हामीलाई टिचिङ प्र्याक्टिस भनेर मिसहरू आउनुहुन्थ्यो। अब अहिले चाहिँ त्यो ब्याचलरमा छ क्या। अब मैले अहिले ब्याचलर पनि पढ्दैछु नि त। फर्स्ट इयरमा हाम्रो अब मैले मेजर हेल्थ लिएको हो, अनि त्यसमा चाहिँ फिजिकल थियो। एक दिनभरि त्यो लाएँ म, 2 दिन बिरामी भएर गाइजहरू, 2 दिन मेरो ज्यान कतै छुनु नहुने गरी बिरामी भएँ। अनि अब सेकेन्ड इयरको पर्सिको अहिले एक्जाम छ, अब एक्जाम दिन पनि जान्छ। अहिलेसम्म बुक किने छैन, के सब्जेक्ट छ थाहा छैन मलाई। अब त एक्जाम दिन जान्छ, अनि फेरि हुन्छ। अब जिन्दगी अहिलेसम्म जिउँदै आउँदा सबैभन्दा रमाइलो कुरा चाहिँ के लाग्यो त? केही रमाइलो अहिले मलाई जति नराम्रो लाग्छ नि, त्यति मलाई त्यतिखेर त्यति रमाइलो लाग्थ्यो कि। अहिले त मलाई वाक्क मेरो जिन्दगी देख्दा वाक्क छ्याक्क लाग्छ। के कुराले चाहिँ गाह्रो हुँदो रहेछ त यो 19-20 वर्ष पछाडि चाहिँ जिन्दगी के कुराले चाहिँ अलिकति गाह्रो बनाउँछ? यस्तो गाह्रो भन्दा पनि अब पढ्नु छ भने भए चाहिँ अझै अब म पढ्दैछु, अझै टाइम छ भन्नुहुन्छ नि। अब पढाइसक्यो, अब मैले जब गर्नुपर्छ भनेर जब गर्दा पनि के हुँदो रहेछ भने योभन्दा अलि ठुलो पोस्टमा गर्न पाए हुन्थ्यो, मेरो एक्सपिरियन्स अलि जान्छ भन्ने हुँदो रहेछ क्या। त्यही भएर यता मिलाउँदा उता मिलाउँदा जिन्दगी च्यातिँदो रहेछ। त्यही हो, कतैबाट नि नहुँदो रहेछ। भनेपछि अहिले आएर त्यस्तो महसुस भइरहेको छ? अहिले त मलाई दिनै पछि दिक्क लाग्छ। घर एक प्लट यो चाहिँ म काट्छु यार, यो चाहिँ काट्छु। काट्यो भने हुँदैन गाइस, यो हुँदैन, यो त लाइभ हुँदैन। होइन त्यस्तो फिल हुन्छ कहिले काहीँ, कस्तो भारी भएर जस्तो फिल हुन्छ, डिप्रेसनमै जाला जस्तो नि हुन्छ। कस्तो मलाई त अघि गाडीमा आउँदा नि एउटा यो अहिलेको मैले जल्दो उदाहरण पनि हो हुन चाहिँ, यो प्रेसर चाहिँ के कारणले, यो अलिकति बढी कमाउने, अलिकति ठुलो पोस्टको सपना, यो अहिलेको यो मानसिकताले गर्दा पनि होइन। त्यो भनेको हो कि मेरो ट्यालेन्टले नै मैले भ्याएको चिज पाइनँ भनेर त्यो बढी सोच आएको हो कि यो अरूको प्रगति बढी देखेर म त्यो स्थानमा यस्तो हुन्छ क्या। आफू अहिले लोएस्ट पोइन्टमा छु नि त, त्यो अरूको मतलबै लाग्दैन छ। अब अहिले मलाई म खुल्ला भएको भए, म खाली भएको भए, मलाई अरूको देख्दो यिनीहरू यस्तो मलाई अहिले कसैको मतलब छैन। मलाई आफ्नो मतलब छ, म चाहिँ कसरी सेटल हुनु भने चाहिँ मैले मेरो प्रगति अलि पुगेन कि, मेरो पढाइ अलि पुगेन कि, मैले अझै ठुलो ठाउँमा जब गर्न पाएको भए अलिकति एक्सपिरियन्स लिन सक्थेँ कि, मैले सानो ठाउँमा गरिरहेको छु, म अझै योभन्दा ठुलो ठाउँमा गर्न सक्छु कि, मैले सिएमएलटी मात्रै गरी म बिएमएलटी गर्न सक्छु कि भन्ने आफ्नो मात्रै ख्याल आउँछ मलाई। त्यसलाई चाहिँ केले रोक्दो रहेछ त? त्यो कुरालाई चाहिँ के कुराले रोक्दो रहेछ त?
म अफकोर्स एउटा पैसा एउटा अब त्यस्तै आफू सक्छु नसक्ने हुन्छ, आफूमा कन्फिडेन्ट पनि हुनु पर्यो। अब पढ्छु मात्रै भनेर पनि हुँदैन, ल फर्स्टमै 2टा विषय लाग्यो 3टा विषय लाग्यो भने पनि अब त्यो काम छैन। त्यही त कुरा रोकी मैले करियरलाई चाहिँ कता लाने मन थियो भनौँ न, पढाइलाई त ल पैसाले गर्दा मलाई त रोक्यो अझै पढ्नु मन छ। ल त्यो एउटा बाटो भयो, त्यो पैसाले गर्दा रोक्यो भने। अनि अब सेकेन्ड अप्सनमा चाहिँ के थियो सोच के थियो, केही चेन्ज भएर अहिले त्यो डिप्रेसन जस्तो कन्डिसनमा पुगेको होइन, हो कि? सोच भनेको यस्तो हो, अब विदेश जान्छु, अब मलाई चाहिँ के लाग्यो भने म यही फिल्डबाट म बाहिर जान्छु भन्ने लागिरहेको थियो क्या। म यही पढ्दैछु नि त, अहिले म सिएमएलटी गर्दैछु, यही फिल्डबाट चाहिँ म बाहिर गएर मजाले पढेर अनि काम गर्छु भन्ने फिल लागेको थियो। तर अब त्यो सबै आफूले सोचे जस्तो हुँदैन रहेछ भन्ने फिल आइरहेको छ। त्यही हो, त्यही भएर अलिकति त मेन्टल प्रेसर त परिहाल्छ, केही गर्न सकिनँ भन्नेवाला त फिल आउँछ कि, तर पनि अब आफूले सम्हाल्नु पर्यो। अब चाहिँ करियर के गरी अगाडि बढाउने योजना छ त? अब मेरो त दिनै पछि सोच भरिदिन्छ। आज मलाई के सोच आएको थियो भने अब म उमेर पनि अब ठिकठाकै भइसक्यो, अब बिहे गर्छु। अब हेर गाइजहरू, अब म एउटा बिहे गर्छु। अनि मेरो बुढाले अनि बुढी तिमी के गर्छौ भन्दाखेरि म पढ्छु भन्छु, अनि उसकै पैसाले पढ्छु भन्ने आउँछ। एक दिन मलाई के आउँछ भने होइन, म अहिले 5-7 वर्ष म बिहे गर्दिनँ, म बिहे गर्दिनँ, म आफ्नै करियर बनाउँछु भन्ने फिल आउँछ होइन। अनि त्यसपछि अर्को दिन होइन, म विदेशै जानुपर्छ, नेपालमा पढेर 4-5 वर्ष लस गरेर पैसाको नाश न पैसा आउँछ भन्ने लाग्छ। अर्को दिन म झुन्डिङ्कै यो जाबो जिन्दगी आलु जस्तै लाग्छ। मेरो त दिनै पछिको कहिले जिन्दगी बिहे नगरौँ भन्ने पनि आउँछ। कहिले त जिन्दगीभरि यहाँ के बिहे गर्नु, बिहे गरेर नि के गर्नु छ र, न मलाई खाना पकाउन आउँछ, न मलाई त्यो त्यस्तो खालको माया केही आउँदैन मलाई। अनि म कसरी बिहे गरेर अर्काको छोरालाई म खुसी राख्न सक्छु जस्तो लाग्दैन मलाई। म आफू त खुसी हुँदिनँ, मलाई मिनेटमा मेरो एक्सप्रेसन चेन्ज भइरहेको छ। म अर्काको छोरालाई कसरी आफू खुसी राख्न सक्छु जस्तो लाग्छ। मेरो त खै के हो, यो माइन्ड सेटै त्यस्तो भइसक्यो क्या, के गरौँ त्यस्तो भइरहेछ है। मेरो त लास्ट फिलिङ चेन्ज हुन्छ क्या मिनेटमा। जिन्दगी यस्तै हो भनेपछि 20 वर्ष पछाडि चाहिँ एकदम एकचोटि चाहिँ सिचुएसन कम्प्लिकेटेड हुँदो रहेछ। यो चाहिँ अब अहिले पढ्दै गरेको विद्यार्थीहरूको लागि पनि जिन्दगी चाहिँ त्यति सहज छैन। तर यो कम्प्लिकेसन चाहिँ मलाई अलिकति हाम्रो जीवनशैली, अहिलेको समाजको प्रकृति, प्रेसर, यो छिटै प्रगति गर्नुपर्ने बच्चाहरूले त्यो प्रेसरले गर्दा पनि होइन, छिटै भन्दा पनि अब मलाई महिनामा 5,000 10,000 आए पनि आफूलाई पुग्ने आए हुन्छ कि त, त्यो मलाई धेरै चाहिन्छ भनेर पनि होइन। तर अवसर चाहिँ मिल्नु पर्यो, अवसर चाहिँ हुनु पर्यो। अब मैले 20 ठाउँमा काम खोजिछु भने मैले 20 ठाउँमा पाइनँ भने त म मेन्टल त हुन्छ नि त, मलाई म सक्दिनँ, मैलेको मेरोको कमजोरी हो कि भन्ने त फिल लाग्छ नि त। थोरै भयो नि आफ्नो क्वालिफिकेसन अनुसारको, आफ्नो काम फिल्ड अनुसारको काम भइदियो भने चाहिँ सहज। नेपालमा चाहिँ अब मैले टेक्निसियन पढेको छु, अब म के अरे माटमा गएर काम गर्न त भएन नि त। त्यही भएर म आफूले गरे अनुसारको एक्सपिरियन्स देखाउन पाए चाहिँ हुन्थ्यो कि भन्ने चाहिँ हो, अरू त खासै त्यस्तो होइन। सरकारी सेवा पनि छ त अप्सन, सरकारी सेवातिर चाहिँ के सोच्नुहुन्छ त? एकदम बवाल सोच छ, अहिलेसम्म सोच मात्रै छ। अब त्यसपछि तपाईँ त अनि यति ट्यालेन्ट हुनुहुन्छ, दिमाग पनि एकदम छिटो चल्छ, अनि सरकारी सेवातिर ट्राई गर्नु। नेपालमा अब सरकारी सेवामा पनि खोजी त राखेको हुन्छ, तर त्यसको लागि पनि आफूले अब टाइम दिन सक्नु पर्यो सुरुमा त। त्यसपछि त्यसको लागि पनि मनी चाहियो, अब बुक गर्नु पर्यो, के गर्नु पर्यो, सबै थोक फर्म भर्नु पर्यो। अब बिस्तारै प्रोसेसिङ हुँदैछ। अब मेरो भर्खर पढाइसकेको 2-4 दिनमै मान्छेले कतितिर सोच्छस् क्या, एकछिन अब 1-2 महिना त मलाई पनि फ्रेस फिल होस्। थाहा रहेछ त, अनि किन धेरै तनाव लिनुपर्ने हो? हुन त आफ्नो क्वेसनको सोलुसन चाहिँ म आफैले दिइसक्छु, म आफैसँग हुन्छ मेरो सोलुसन पनि, म आफैसँग हुन्छ। तर यस्तो हुन्छ क्या, अब फ्री दिमाग खाली भयो भने शैतान हो कि शैतानको घर हुन्छ क्या। अब चुप्पा लागेर दिनभरि सुतेर बसी भने पनि मैले यत्रो पढेछु, मैले किन काम नगरेको होला भन्ने हुन्छ होइन। अनि त्यसपछि दिनभरि काम गर्न गयो भने यत्रो 5-10 लाख रुपियाँ लाएर पढ्यो, अहिले 5-6 हजारमा काम गर्नु पर्यो भन्ने फिल हुन्छ होइन। अनि त्यसपछि के गर्नु वाला सिचुएसन छ क्या। अब न पढ्नु न मर्नु,
दुईटामा एउटा अप्सन छ। त्यही भएर अब लोकसेवा पनि ट्राई गर्ने बिस्तारै बिस्तारै। अहिले रिसेन्टली गरिनहाल्ने, अब 10-15 दिन यसो वेट गर्ने, अब फर्महरू खुल्ने, अब खोलेको ठाउँमा भर्ने, बुकसुक किन्ने, अब अनलाइन क्लासहरू लिने। तपाईँको जस्तै सिचुएसनमा परेकालाई चाहिँ अरूलाई चाहिँ तपाईँ त अब अलिकति दिमाग हल्ली छ मेरो भन्नुहुन्छ, त्यस्तैलाई चाहिँ अब के भन्न चाहनुहुन्छ? अब दिमाग हल्लाउने नै हो कि अलिकति आफूले के सोल्युसन गर्दा अरूलाई चाहिँ कस्तो सोल्युसन दिन चाहनुहुन्छ? मलाई चाहिँ कस्तो लाग्छ भने आफ्नो सिचुएसन अनुसार आफै नै ढल्न सक्नुपर्छ। मलाई टाउको दुखिरहेको छ भने दिदी आएर मलाई त बुइनी यस्तो नगर भन्दा जति भने पनि मलाई लाग्दैन क्या। मलाई यो दिदीले अरूले जति भने पनि मलाई लाग्दैन। अब आफ्नो सोल्युसन आफै खोज्नुपर्छ। मैले अब के गर्ने, कसरी गर्ने, कहिले गर्ने, किन गर्ने, के कारणले गर्ने भनेर आफैले खोज्नु पर्यो, आफैले गर्नु पर्यो। त्यही भएर अरूको आश गर्नु हुँदैन, आफैले गर्ने। तर कहिले गर्ने भन्ने कुरा हो, बिस्तारै सोचेर गर्ने। लाइफ लामो छ, अब बिस्तारै बिस्तारै फ्लोमा जानुपर्छ। अहिले 20-22-21 वर्षमै बितिसकेका छैन भन्ने कुरा हो। दिदीबाट सिकेको यो कुरो चाहिँ होइन, तर त्यस्तो हुँदैन। अब त्यस्तै लाग्छ, तर फेरि एकछिनमै चेन्ज भइहालिन्छ क्या। ल अब हाम्रो यो ओछ्यान सेसन चाहिँ अलि रामै चल्यो होइन, एकदमै रमाइलो भयो। लाइफमा सबैभन्दा अब एकदमै नरमाइलो क्षण सम्झिनु पर्यो भने चाहिँ अहिलेको सिचुएसन, अहिले जति मलाई नराम्रो कहिले लागेको थिएन। लाइक सधैँभरि टाउको दुख्छ मलाई त। 2 हप्ता जति हुन लाग्यो मलाई दिनै पछि नराम्रो लाग्छ, दिनै पछि टाउको दुख्छ, दिनै पछि कस्तो फिल आउँछ क्या मलाई त। अहिलेको सिचुएसन जति नराम्रो चाहिँ मलाई जिन्दगीमा कहिले लागेको थिएन। ल अब यो भनेको एकदमै उसको नराम्रो सिचुएसनमा बनाएको भिडियो हो, त्यही पनि अलिअलि फन्नी नै भयो होइन। अनि कस्तो भने के भयो भने के अरे कस्तो सोचेर बनाउनु सुरु गरेको थियो भिडियो चाहिँ, हाम्रो यो चाहिँ नर्मल कन्भर्सेसन हो। लास्टमा चाहिँ एउटा रमाइलो क्वेसन गर्नु पर्यो। अब पहिला त लभ परे छैन भन्नुहुन्थ्यो, अब अहिले चाहिँ लभ परे कि छैन त? खतरा लभ परिचय र अहिले गाइजहरू मेरो यस्तो खतरा डिपली लभ परिचय कि कोसँग अरे नभन्नु नि दिदी, तर केटाले मन पराउँदैन हौ मलाई त। अति लाग्छ क्या मलाई, के नहोला भन्ने लाग्छ, तर मन त पर्छ भन्छ, तर मन पर्छ तँलाई चाहिँ। लास्टमा अब तपाईँबाट तँमा पुग्यो होइन, कुरा गर्दै गर्दै जाँदा हाम्रो अब तँबाट तपाईँबाट तिमीमा पुग्यो त तँमा पुग्यो। अनि उहाँको चाहिँ कहिले लभ पर्नेवाला छैन, किनभने उहाँको मुड स्विङ भइरहेको छ। अनि त्यही भएर केटा टिक्नै सक्दैनन् क्या। मलाई रिस मात्रै उठ्छ जतिखेर पनि, टाउको मात्रै दुख्छ। अनि बिचरा त मैले गर्दा त अर्काको छोराको टाउको पनि दुख्छ। त्यही भएर नो लभ। एकैतालमा एरेन्ज म्यारेज गर्ने हो अब 5-6 वर्षपछि। तपाईँहरू पनि मेरो बिहेमा आउनु होला भोज खानाको लागि। हाम्रो अब यो चाहिँ अलिकति मेमोरीको लागि बनाएको भिडियो पनि हो, अनि त्यसपछि हामी दिदी बहिनीको रमाइलो पनि हो। अनि यो मेरो मन्जिता दाहाल रुन्ची च्यानलमा आउँछ, अनि हाम्रो ओछ्यान सेसन। अनि हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि यो चाहिँ एउटा नर्मल कन्भर्सेसन हो, यस्तो खासै ठुलो त्यो चाहिँ होइन। जस्ट हाम्रो आफ्नो मनमा भएका कुराहरू अलिकति व्यक्त गरौँ, पछि मेमोरीको लागि हुन्छ भनेर बनाएको। अनि हजुरहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो, अनि अरू मेरो ब्लगहरू पनि हेरिदिनु होला। अब चाहिँ यो च्यानलमा पनि मेरो कन्टिन्यू भिडियोहरू आउँछ, र मेरो यात्रा युट्युब च्यानलमा पनि हजुरहरूले गएर भिडियोहरू हेरिदिनु होला, र मेरो दुईटै च्यानललाई माया गरिदिनु होला भनेर सबैसँग आग्रह गर्दै यो ओछ्यान सेसनबाट बिदा हुन्छ। हस्त नमस्कार।